भन्ज्याङ जाँदैछौँ। पञ्चासे भन्ज्याङ हेलो कुन्तु गाईले गाडी चलाउनु हुन्छ। यता बाबा बाबा हुनुहुन्छ यता हाम्रो पारिवारिक टुर बाई। खरि हाम्रो बाको प्रस्थान भएको छ र बाई हाई भन्दिनु हामी कहाँ जान लाग्यो ओके। पञ्चासे भन्ज्याङ जाने क्रममा चाहिँ बाटोमा शरमट कुमारको मन्दिर थियो, त्यहाँ चाहिँ हामी घुमेर माथि तालसम्म पुगेर यो चाहिँ मेरो चटक हो है गाइजहरू, हल्का चटक पनि पार्नै पर्यो। अब हिँड्ने पनि पछि यहाँ चाहिँ मामा भान्जी दुईजना लड्दै हिँड्दै गरिरहन्। माथि अलि धेरै अठाएर पर्छ यसको दबाई हुन्छ अरे यो हाम्रो फलेर मुसीले भने त्यसको आकाशले दबाई हुन्छ यो चाहिँ भन्ज्याङ जाने बाटो हो, यस्तो छ पछि रोड छ तर राम्रै रहेछ, बाटो राम्रोसँग छ। यो चाहिँ भन्ज्याङबाट तल अब हाम्रो खर्क जाने बाटोमा यो ताल छ हेर, यो चाहिँ अब तालभन्दा पनि भैँसीहरू आल खेल्ने ठाउँ हो है, यत्रो ठुलो ताल छ। यहाँ चाहिँ ऐसेलु खाँदै बहिनीको फेरि खुट्टा फर्किएर लडिन् अनि सबैले मसाज गरिदिँदै हुनुहुन्छ सबैजना मिलेर। अब हामी चाहिँ हाम्रो खर्कतिर लाग्दैछौँ, हेर्दै गर। यहाँ चाहिँ हाम्रो अब मन्दिर बनाउने भन्ने कुरा छ। हाम्रो यो खर्क हो, बाबाले चाहिँ सपनामा भैरमको मूर्ति देखेको भएर चाहिँ यहाँ मन्दिर स्थापना गर्ने भन्नुभएको छ। जुका त्यस्तै छ, कति धेरै जुका, ओ माई गड जुकाले यति धेरै सतायो कुरै नगरौँ। यहाँ चाहिँ मन्दिर बनाउने तयारी हुँदैछ, अहिले चाहिँ यसो फाडेर पछि आएर मन्दिर बनाउने। जुका लायो गाइज, जुका लगाइरहेको थियो थाहा थियो तर मैले खोलेको थिएन, पछि हेर्दा चाहिँ रगत नै आएको रहेछ। मन्दिरको निर्माण कार्यक्रम गोल्यारी हारापाडा भन्ने ठाउँमा यो यहाँ ठुलो अलको फाँडको बुट्टा थियो, हाराती यहाँ बाँध्थे लैनावती भित्र गोठा के गरौँ खरे यो गोल्यारीको काँडो हुन्छ नि यो बिलाम्नी हो, यो माथिको त्यो बिलाम्नी भन्छ यसलाई बिलाम्नीको। पहिला के यहाँ भन्ज्याङमा बस्दा के गर्नुहुन्थ्यो ल भने आलु लाइन्थ्यो, भैँसी पालिन्थ्यो होइन, घाँस काटिन्थ्यो, सबै त्यही हो। अनि साग हुन्थ्यो, साग खोज्दा पर पर्छ। यहाँ आलु लगाएको हुन् क्या हो है, यति आलु लाम्थ्यो पहिला, यो आलु लगाएको जग्गा है पहिला हामी सानो हुँदाखेरि। दोरी गाइन्थेन दोरी पनि जाना अहिले भुलियो। अब केटीहरू आउँथ्यो कि आउँदैन, टुरिस्टहरू नि आउँदैन नेपालकै आउँछ केटीहरू है। मकै ऐनमा टनाटन हुन्थ्यो, यो गर साग र ऊ के अरे पिँडालु पूजा गरेका ढुङ्गा के भाले पूजा गर्ने ढुङ्गा, यहाँ दुध चढाउने बिहान भने चिराइ त पढाएको खान्छ त चिराइ त हो 9 कम्बो 4-5 वटा छ अहिले यो यसलाई यो छोड्दैछ यो छिन भयो एउटा सुतेको ठाम पढा भन्ने यहाँ यो है लैना पढा क्या यो अब यो त भैँसी भगालाई त्यहाँ सुत्ने ठाउँमा यता सुत्ने यस्तो हुन्छ त नि यहाँ कस्तो तातो भत्केको होला कि होइन, गाह्रो भत्को यो गाह्रो त बलमले लगाएको हो, यहाँ गाह्रो थिएन यो गाह्रो त्यो गाह्रो र त्यो गाह्रो मात्रै थियो। यहाँ गाई बाँध्ने हो, गाई गोठ यतापट्टि थियो, भैँसी उतापट्टि बाँध्थ्यौँ। जापानी कुन खान्छ
छैन छैन ए गासिनम ल त्यही बस्नु म टोपी खसाल्छु खसाल्दिन हानम म टोपी ए कति लाग्नु तिमी जरामा हिरो निखिलो प्रति गर्दा हाम फाल्नु भयो दासको खप्पर हैन यो के हो जुत्तै छेड्दियो बा मेरो हैन त ल म यहाँ खसी काट्छु अब भन्ज्याङमा आज पार्टी छ खसीको तँलाई सोरी जुत्तो तोकी तोकी नि हो नेपाल खाइते जुत्तो लाग्दा के हो अरे बुवा यहाँ कहिले कहिले मान्छे धेरै भएदेखि सुत्ने आएर सुत्ने कोठो हो गोरे काशीले खानी गोरे घाँसले खाने ए पहिला कम्युनिस्ट यो भूमिगत हुँदाखेरि मनमोहन अधिकारी अनि त्यहाँबाट मोदनाथ प्रसिद्ध यिनीहरू बापदेव गौतम यस्ता यस्ता नेताहरू आएर बस्ने लुक्ने ठाउँ हो यो यहाँ कृष्ण प्रसाद पनि उसमा पार्टी यहाँ लाएर काम गर्थे हाम्रा बा अनि यहाँ आएर लुक्थे माथि लुक्थे अनि ढोका लगाइदिउँ न त्यो लाग्दैन अहिले यस्तो भएछ गोठ हामी सुत्थ्यौँ यहाँ भगवानलाई चढाइदिए भन्ज्याङका भगवानलाई चढाइदिए बक्स पनि रहेछ त्यहाँभित्र त पैसा होला नि हेर्नु त अहिले कति ससुरालीको खर्च लिएर त त मैले सोचेकै थिइनँ यार म भन्ज्याङमा त यो गोठ छ भन्ने लाग्थ्यो हाम्रोतिर चाहिँ मस्त गुराँसहरू पाउँछ त्यही गुराँस लिँदै फोटो भिडियो खिच्दैछु ए भन्छु हुनु मैले हाम्रा झरेको परार गोरु लिएर आएँ पितेरमा मल सुकाएर ल्याएर राख्ने ओडारियो रहेछ यो चाहिँ पानी खाने कुवा यो त्यो के हो यो ठोट्ने मिला मिला मिठो हुन्छ ल ठोट्ने ठोट्ने यो मुनाहरू त त्यहाँ खै खै ओहो धेरै खायो भने तिनी मुना उन खाने के हुन्छ धेरै खायो भने पेट काट्छ डाइरिया डाइरिया हुन्छ अन्त म यो पात मात्र खान्छु छोइहाल्छ यतिखेर यो पेट साफ हुन्छ यार ए हो र ए भने पानी आउँदै पखाल्दै खाने हुन्छ नि भरा बडमारे घाँस हुन्छ बडमारे घाँस एउटै यो बनाएको बडमारे यो त हामी पिडालो सहित है त्यो अझ दुईटा मुन्ने दिएमा माछा गर्न पर्ने हाम्रो नेपालको रङ बनाउनु त्यही हो त्यो त नागबेली होइन नागबेली होइन त नागबेली आफ्नो आफ्नो भाषा छ ए कान्छा दाइले त कस्तो मुन्टा ल्याउनु हो यार यस्तो मुन्टो ठिक हुन्छ नि खाउन त मुन्टो लाग्छ के दाइ मैले त देखिसकेँ अघि नै यो चाहिँ लेकमा पाइने चाहिँ साग हो ठोट्ने भन्ने त्यो चाहिँ दाइहरूले खोज्दै हुनुहुन्छ फर्किने क्रममा चाहिँ रेस्ट गर्दा आकाशमा देखेको दृश्य हो अनि यो चाहिँ बाटो हो भन्ज्याङको बाटो राम्रो छ यतिकै हिँड्दै हिँड्दै अब हामी चाहिँ पञ्चासी रिसोर्टको वरिपरि यसो सिनहरू हेर्दै थियौँ हेरेर चाहिँ हामी अब फर्किने क्रममा नै छौँ घर फर्किने क्रममा चाहिँ काउलेबाट देखिने दृश्य हो यो हाम्रो गाउँ हो अब हामी चाहिँ फर्किँदैछौँ ओके गाइस सी यू इन नेक्स्ट ब्लग